वेल आज हामी निस्किनु बाहिर पानी परेको छैन तर अग्रिम रेनकोट गाडीले गिराइदिन्छ कि के हो मलाई छोयो कि आयो भनेर 5 लाख रुपियाँ ढुवाइदिन्छु है पुरानो रोगहरू निकालेर एकछिन क्यामेरासँग देऊ त लेस मान्छु म नानी खराब छ तिम्रो बानी अहिले तपाईँलाई आउँदै भनेर सानी नानी किन why do you do that? Because you already done something I know. झाडो पो उठा रहेछ त राम्ररी पेन्टमा छ अब हामी सागरदालाई भेट्न जाँदैछौँ आज न त म भिडियो गर्दैन त्यसको अगाडि बट अघि भन्दैछु अब सिनेस भाइ अहिले पनि यताबाट जानु पर्छ यहाँबाट बाटो बनाएको यो बाटो यस्तो जानु छ नि त अस्ति हामी त्यहाँबाट आउँदाखेरि त्यो बाटो ब्लक भएको हो नि त त्यो बाटो त थाहा छ मलाई राम्रोमा लोत हिँडेको हो कि चिप्लेर आएको हो भाइ ए साँच्चै यार मेरो पनि अस्ति त्यस्तै दुखिरहेको थियो यार अब हामी बाइकको पालो आएको छ चेक गराउने लेट्स चेक गराउने ठाउँ रहेछ त्यसरी हुँदो रहेछ चेक 3000 को चस्मा थियो रात पर्ने निद्रा पनि लाग्यो खाना पनि रुचेन 2 लट त तपाईँ 3 हालिदिन्थ्यो अरू बेला 2 मात्रै हाल्ने यो एकदमै कार्बोहाइड्रेटको कमल इन्स्ट्रक्टरले यसो टोमा हाल्नु टिकटक भनेर भनेको रिसाउँदै हुन्थ्यो आज टाइम कल गरेर अरे म्यासेज गरेर सबै पुस्नुपर्ने रहेछ कान्छोले पुस्दैछ थाहा हुँदैन नि त केही गरे होइन सर केही गरे होइन फोटो खिच्न पाइँदैन रे के इलिगल काम हो र थोडी जे बोल्दिनँ परेको देखिन्छ मान्छेको छोराछोरीहरू भन्दा पनि बाबामाहरू किन चाहिँ पाउँदैन त साथीहरू आउँदाखेरि चाहिँ यहाँ राख्नुपर्छ है भाइकोहरू चाहिँ अनि के अरे पुसेर आउनु है त्यो चेसिस नम्बरहरू चाहिँ आएर फेरि मेरो भाइको जस्तो पुस्नु पर्ने हुन्छ गोटी कहाँ पुग्यो भिडियो गरेको अङ्कल के हुन्छ तपाईँले के इलिगल काम गर्नु भएको छ र सरकारी मिल्छ अङ्कल यो के नराम्रो काम गरेको भए पो घुस लिनु भएको भए पो ल है भन्नु परिका देखिन्छ मान्छेको बाबामाहरू भनेर भन्थ्यो एउटा साथीले कहाँ गयो हाम्रो भाइ खै अब लन्ठा कतिखेर साफ हुन्छ यो ऱ्याम्परी मलाई त पहिला एकचोटि आउँदाखेरि त दिनभरि पनि लागेको थियो बकबक अनि कफी अघि खान आएको थियो क्या भाइ उता बिजी हुँदाखेरि कफी खाँदाखेरि ब्लकै भएछ यो के अरे के पो भन्छ इसेवा म फेरि बिर्सिने बानी छ क्या इसेवाको पासवर्ड हाम्रो म्याक्स भाइलाई चाहिँ थाहा छ होइन लक चाहिँ भयो मैले गलत उयो हालेर हो कि के भयो र भाइले पनि पैसा तिर्नु परेको थियो टेन्सन लागिरहेको छ खुल्ने हो कि 1000 रुपियाँ पैसा छ नि त धेरै त हुँदैन हाम्रोमा 1 लाख 1.5 लाख 2 लाख 10 लाख हुने दिन कहिले आउने हो अनि त्यही जहिले भाइसँग भिडियो हुन्छ अहिले केकले बनाउन स्टार्ट गरेको भन्ने चाहिँ कन्टेन्ट
काम खलास हुँदैछ बाँकी झन्डरी चाहिँ भयो आजको ब्लग काम सबै फाँक चस्मा भेटिन्छ भेटिँदैन हिजो बेलुका छोडेको आज बेलुका आइरहेको छ 24 घन्टाबाट पुरा छैन कहाँ चाहिँ गयो त यार यो दिदी 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 हेलो दिदी पनि हेलो हेलो छोडिदिएर कहाँ हुन्छ त सधैँभरि अनि एकछिन रुक न बोलाउँछु दिदी ए हट 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 मुसा दिदी जान तेरो मालिकलाई बोला मेरो चस्मा हरायो 3000 को चस्मा टेन्सन म आज भात खान्न टेन्सनमा त्यही हाम्रो दिदीको पसल हो त्यही आन्टी कि त्यो उयोले लग्यो होला जस्तो लाग्छ भाउजूको दाइले चस्मा लाएर ससुराली जस्तो लाग्यो 2 दिन भइसक्यो पसल अफको सबै चुक छ म लिएर आउनु त मेरो 3000 को चस्मा यहाँको रामतरी बाटो चाहिँ कहिले नखुल्ने पर्यो बनाएको पनि जुग भइसक्यो अब आज अन्डा करी खाने हो चस्माहरूको सोचमा यहाँबाट के नसिर्ने भन्ने हुँदो रहेछ एक्स्ट्रा हामी नै बोकेर भए पनि लाउनुपर्छ दाजुभाइ छँदैछ काँटा बोकिन्छ होला जस्तो लाग्छ घरि मात्रै लाग्छ अब उडाइदिएला भाइ कसको छोरा कसको छोरी पर्यो माया जालमा कसको छोरा कसको छोरी एकछिन रुक जी म यहाँबाट जी लेछि ट्रिबल डबल हजुर मसँग यसो टु भइरहेको छ यहीँबाट अब लिउँ न त अघि लिनु पर्थ्यो नि उतैबाट दाइ यसको के अरे 50 को कतिवटा आउँछ 50 को Next day. Well guys, चस्मा भेट्यो भाइले लगाइरहेको छ चस्मा भेट्यो 3 दिनको आगो के अरे उयसमा दौरानमा दिदीहरू जानुभएको रहेछ ससुराली दाइको ससुराली फेरि दिदीको होइन अनि चस्मा चाहिँ हिजो बेलुका छोडिदिनु भएको रहेछ हामी त के स्टोरी बनाएर म्याथ चिन्ने कति गरेको यो धुलो चाहिँ लेट्स छिर्नु त अन्त्यमा त कुनाको बाटो गर नि त उयो दिदीलाई भेट्दिउँ न सेतो लाउनेलाई कसैको आँखा नलागोस् तिमीलाई पछ्याउने छु रात होच्या दिन तिमीलाई नमाने पनि घुमाउँछु तिमीलाई जबरजस्ती हामी पनि बोल्छौँ एकदिन खुला लेट्सी म भन्छु नि हुन त म्याक्सिमम लाखवटा बाइकमा त्यो 10वटा देख्नु अलग कुरा हो कि तर म देख्छु क्या त्यस्तो ठोकिरहेको छ मसँग भनेको नि भाइ म हेर्न पनि हेरिरहेको छु नि हेर्न त हुन त तिमीसँग ठोकिन्छ तिमीसँग ठोकिने हो होइन तिमी हेर्दैनौ ठोकिरहेको छ क्या मसँग यस्तो कुराहरू अलिकति सिधै जाउँ न सिधै के भन्नु म केही भन्न मन छैन हाम्रो 3-4 एकदम त्यस्तै भएको छ 3 दिनै
थियो 0 म्याक्स माइक्रोफोन चाहिँ कहिले झुन्ने क्या हाम्रो सुन्दरी बस्ती टोल सुधारबाट ओए लेची हस्पिटल भयो यहाँको के हजुर किस हस्पिटलको यता छ लोकेसन सुधारको केबाट केस भयो एकैछिनमा बिर्सिन्छ ल्यापटप छैन एडिट गर्नलाई गाह्रो पर्छ मलाई यताबाट जानुपर्छ होला भाइ मेबी यताबाटै सजिलो पर्छ होला थाहा छ मलाई जोडेर खानुभन्दा अघि सो कोर्नु पाँच सालाई मोमो मात्र लङ हान्दिएको राइम बनीमा आन्छ होला भाइले त के गर्नु माइक्रोफोन भएको यहाँ ल्याएर हान्नु भनाइदिन्थ्यो भाइलाई पनि माइक्रोफोन पनि छ होला नि ओए जर्मन सेपर्ड छ यो त हेर्दैखेरि बाघभन्दा ठुलो छ कब्बे हान अन्त आधी केजी 1 केजी मासु लगिदिन्छ त यसले ए जोतको बाटो ल्याएछ नि त नि माथिबाट जान्छु ल म फेरि अस्ति कस्तो लड्यो भने टेन्सन हुन्छ फेरि दुईचोटि लडेको त दारू खाएर भाइहरूसँग अस्ति स्टोरी भन्न आँटेको त्यो स्टोरी भनेकै काटिएछ क्या कसैको आँखामा गुस्ती मिलाई बाइक फोरन जान्छ अन्त अहिले फर्काउनु नि भयो